ल साथीहरू, यदि तपाईँको श्रीमान विदेशमा हुनुहुन्छ भने तपाईँ यी कुराहरूबाट सचेत हुनुपर्ने हुन्छ है त। ल सुन्नुहोस् है त। यदि तपाईँको श्रीमान वैदेशिक रोजगारको सिलसिलामा विदेशमा हुनुहुन्छ, तपाईँ नेपालमै हुनुहुन्छ भने तपाईँ घर छोडेर कतै बाहिर जाँदाखेरि सकेसम्म सार्वजनिक यातायातमा सवारी गर्नुहोस्, सार्वजनिक यातायात चढ्नुहोस्। किनकि तपाईँले प्राय जुन राइड सेयरिङ एप युज गर्नुहुन्छ, पठाओ, इनड्राइभ, यी यस्ता राइड सेयरिङ एपमा के हुन्छन् त भने तपाईँको मोबाइल नम्बर गएर रजिस्टर हुन्छ। त्यस पछाडि तपाईँको राइड सेयरिङ एप जसले चलाउँछ उसले चाहिँ तपाईँको श्रीमान विदेशमा हुनुहुन्छ भन्ने थाहा पायो भने तपाईँलाई त्यही दिनको बेलुकाबाट चाहिँ तपाईँलाई फलो गर्न थाल्छ, कल गर्न थाल्छ। त्यसले गर्दाखेरि पनि तपाईँ अप्ठ्यारोमा पर्न सक्नुहुन्छ। एउटा अर्को कुरा, तपाईँको घरका गल्ली गल्लीमा, तपाईँको घरको वरिपरि गल्ली गल्लीमा, छिमेकमा, हरेक ठाउँमा चाहिँ मान्छेहरूको गिद्धे नजर तपाईँमाथि परिराखेको हुन्छ। किनकि तपाईँको श्रीमान बाहिर हुनुहुन्छ भन्ने कुरो उनीहरूले थाहा पाइसकेका हुन्छन्। अनि त्यस पछाडि ती गिद्धे नजर लगाउनेहरू तपाईँको नरपिचाह चाहिँ तपाईँको वरिपरि फैँ घुमिराखेका हुन्छन्। तिनीहरूबाट पनि तपाईँलाई जोगिनुपर्ने हुन्छ। तिनीहरूबाट जोगिन सक्नुभयो भने बल्ल अनि तपाईँको सम्बन्ध राम्रो हुन्छ। त्यही भएर सचेत रहनुहोस्। अहिलेको समयमा यस्ता नरपिचासहरू हरेक गल्ली गल्लीमा, हरेक बसमा, हरेक सवारीमा, हरेक ठाउँमा तपाईँको भेटिन्छन्। यिनीहरूबाट तपाईँ सचेत रहनुभयो भने तपाईँको श्रीमान श्रीमतीको भविष्य उज्जवल हुन्छ, सम्बन्ध सधैँ सुमधुर भइराख्छ है त।